मुलुङसँग भने एउटा देवी हो। त्यो चाहिँ भगवान्लाई विरोध गर्ने नमान्ने खालको छ भने भगवान्ले पनि हेर्छ यो मान्छे ठिक छैन यो मान्छे म सक्दैन मैले हेरेको पनि सक्दैन भन्छ नि भगवान्ले। विश्वमा त उनीहरूलाई आशीर्वाद दिन्छन् हामीले केही गर्दैनौँ कतै उँभो जान्छौँ कतै उल्टा अगाउँछौँ केही हुँदैन। अनि 72 र 75मा चाहिँ त्यस भनिन्टरसँग नै एभरेस्ट गएको छु। अनि उहाँको बारेमा सबै थाहा छ। त्यस्तै 16-18 दिन होला। अब त्यो क्याम्पमा खिचेमा जान्छ अनि त्यो गाड्दै गयो भने 18 दिनसम्म होला त्यस्तै लाग्छ। दुःख त दुःख हो नि बर्खामा जुकाले टोक्ने खोला भने यसो खोला तारेर जानुपर्ने त्यतिखेर त्यति ढोगसँग त्यति चिनापट्टि थिएन। अनि माथि हिमाल चढ्दा चढ्दा ऊ पनि तगडा मान्छे म पनि तगडा मान्छे अनि म चाहिँ तगडा रहेछ भने उसले थाहा पायो। अनि त्यहाँबाट मलाई उसले माया गर्यो विश्वास गर्यो। अनि हामी त सामान उठाउने पुर्याउने मात्रै हो। अनि अरू काम बेस क्याम्पको अर्गनाइजरहरू पिटी अनि किस भनिन्टन भित्रले गर्थ्यो। बाटो चाहिँ क्लाइम्बरहरूले बनाउँछ डस्करहरू डुकुफास्टनहरू उनीहरू फेमस क्लाइम्बर हो। उनीहरू पालै गरेर माथि बाटो खोलिदिनुहुन्छ। हामीले चाहिँ तल उसको सामान के चाहिन्छ त्यो बोकेर फुस गर्दै जाने। अनि अहिले सम्झिँदा त्यो के भन्छ बस स्ट्यान्ड चाहिँ जस्तो बाटो छ उस्तै सामान ल्याउनु चाहिँ साह्रै बुद्धिमानी मान्छे रहेछ कुन चाहिँले बनायो होला बस स्ट्यान्ड। यस्तो भिडमा बस स्ट्यान्ड भने बस स्ट्यान्डमा सुत्यो अन्त त्यहीभित्र मजाले अनि माथिबाट पानी के पऱ्यो भने त्यो माथि छानामा पानी बग्छ ढुङ्गाबाट अनि त्यो पानी भरेपछि सामान पुऱ्याएपछि अन्त त्यहाँबाट पानी खाँदै भित्र कुकिङ गरेर खान्छ त्यो मलाई मजा लाग्यो। अन्त ढुङ्गा त आउँछ अनि भगवान्सँग यसो लाठे गरेर भन्दा मनमा पुग्यो भने मजा हुन्छ कहिले पुग्ने जस्तो लाग्यो। अनि पहिला डस्को र ढुकु हस्टेल गएर आयो। त्यसपछि पिटी भएर उनीहरू त्यो बर्खाभरि हिउँ परेर हिउँ यति थियो फर्केर आउँछ कि आउँदैन जस्तो मनमा सोच्यो। उनीहरू बलियो मान्छे भएर तलबाट जसरी गयो त्यो जसै गरेर फर्केर नभए त अरू हो भने त सकिँदैन के हुन्छ विश्वास छैन। उनीहरू बलियो मान्छे मान्नुपर्छ अहिले हो भने अब त्यस्तो मान्छे पाउँदैन अब। त्यसपछि मैले आसामबाट अब एभरेस्टसम्म नाच्दो भन्ने मन लागेन। त्यसले गर्दाखेरि त्यसपछि माथि सगरमाथा गएन। अब एभरेस्ट पनि पहिला जत्रोको हिउँ आइस छैन सबै भिजेर रक मात्रै निस्किन्छ गाह्रो नै हो। माथि लुजिङ अब आइस र स्नो सबै झरेपछि ढुङ्गा मात्रै निस्किन्छ। अनि ढुङ्गा पनि खतरा छ लुजिङ रक छ बलियो छैन डेन्जरै छ। अब त्यो उनीहरूको इच्छा हो म त्यसको टुप्पामै पुग्न चाहन्छु भने उनीहरूको धेरै नै हुन्छ। अन्त टुप्पामा पुगेपछि उनीहरूले चाहिँ विचार गर्छ के गर्दैन त्यो उनीहरू आफ्नैमा छ। भगवान्लाई मान्नुपर्ने रहेछ आवश्यकता छ।